नमस्ते साथीहरू, नेपमिथ युट्युब च्यानलमा तपाईहरू सबैलाई फेरि एकपटक स्वागत छ। हामी सबैलाई थाहा छ कि मदिरा सेवन गर्नु हाम्रो शरीरको लागि कुनै पनि हिसाबले राम्रो हुँदैन र यसलाई पिएपछि हाम्रो शरीरले जुन किसिमको प्रतिक्रिया दिन्छ त्यसबाट यो स्पष्ट हुन्छ कि यसको सेवन गर्नु भनेको रोगहरूलाई निम्तो दिनु हो। जब मदिरा हाम्रो शरीरभित्र पस्छ तब हाम्रो सम्पूर्ण शरीरमा रासायनिक परिवर्तनहरू हुन्छन्। यसको असर हाम्रो दिमाग र शरीरका अङ्गहरूमा पर्छ। एक गुटकी निलेपछि मदिरा तुरुन्तै रगतमा घुल्छ र शरीरका सबै भागहरूमा पुग्छ। यदि गर्भवती महिलाले मदिरा पिउँछिन् भने यो उनको गर्भमा रहेको बच्चासम्म पनि पुग्छ। वास्तवमा जब हामी मदिरा पिउँछौँ यो सबैभन्दा पहिले हाम्रो पेटमा जान्छ र यसको 10% पेटमा नै शोषिन्छ। त्यसपछि बाँकी मदिरा सानो आन्द्रामा पुग्छ र जहाँ रगतका नलीहरूबाट शोषिन्छ। म तपाईलाई बताउन चाहन्छु कि हाम्रो कलेजोले प्रति घण्टा 15 मिलिग्राम मदिरालाई मात्र मेटाबोलाइज गर्न सक्छ, अर्थात् यति मात्राको मदिरालाई मात्र एलर्जीमा परिवर्तन गर्न सक्छ। यसभन्दा बढी यदि तपाईले थोरै पनि मदिरा पिउनु भयो भने त्यो शरीरमा जम्न थाल्छ र तपाईको शरीरले नशाको संकेत दिन थाल्छ। साथीहरू, मदिरा कलेजोमा दुईवटा एन्जाइमको मद्दतले मेटाबोलाइज हुन्छ, जसमा पहिलो हो एटीएस र दोस्रो हो एडीएच। सबैभन्दा पहिले एटीएसले मदिरालाई मेटाबोलाइज गर्ने काम गर्छ र यसलाई एसिटाल्डिहाइडमा परिवर्तन गर्छ। एसिटाल्डिहाइड एक विषाक्त रसायन हो र टाउको दुख्ने ह्याङओभरको कारण यही मानिन्छ। त्यसपछि एसिटाल्डिहाइडलाई फेरि एडीएचले एसिटिक एसिडमा परिवर्तन गर्छ, जुन भिनेगर हो। मदिरा पिएपछि नशाका लक्षणहरू देखिन थाल्छन् र यसै कारणले तपाईँ यस्ता केही काम गर्न थाल्नुहुन्छ जुन तपाईँले सामान्य अवस्थामा गर्नुहुन्न थियो, जस्तै पिउने बेला अनावश्यक रूपमा हाँस्नु, आफ्नी प्रेमिकासित धेरै रोमान्टिक हुनु, आफ्नो हाकिमसित झगडा गर्नु वा परिवारका सदस्यहरूसित विवाद गर्नु। साथीहरू, अब तपाईँ सोचिरहनु भएको होला कि मदिराले हामीबाट यी सब कसरी गराउँछ। म तपाईलाई बताउन चाहन्छु कि हाम्रो दिमागमा धेरै प्रणालीहरू हुन्छन् जसलाई हामी सिस्टम निवासी भन्न सक्छौँ र प्लुटोमा धेरै न्युरोनहरू हुन्छन् जसले हामीलाई काम गराउँछन्। मदिरा पिउने क्रममा यी प्रणालीहरूमा असर पर्छ, जसले गर्दा हाम्रो दिमागका धेरैजसो भागहरूले काम गर्न छोड्छन्। यसमध्ये एउटा भाग हो प्रिफ्रन्टल कोर्टेक्स, अर्थात् दिमागको अगाडिको भाग। यो सामान्यतया धेरै सक्रिय हुन्छ, तर मदिराले यसलाई पनि काम नलाग्ने बनाइदिन्छ। मदिरा हाम्रो स्वास्थ्यका लागि हानिकारक त हुन्छ नै, तर खाली पेटमा यो अझ बढी खतरनाक हुन्छ। यदि तपाईले खाली पेटमा यसको सेवन गर्नुभयो भने यसो गर्नाले पेटमा जलन हुन्छ र जसकारण खाना राम्ररी पच्दैन। यस्तोमा धेरैलाई यो प्रश्न आउँछ कि मदिरा पिएपछि किन राम्रो लाग्छ। म तपाईलाई बताउन चाहन्छु कि यसो हुनुको कारण यो हो कि मदिराले ती न्युरोनहरूलाई सक्रिय बनाउँछ जसले हामीलाई राम्रो महसुस गराउँछन्। यसलाई डोपामाइन फिल गुड न्युरोट्रान्समिटर भनिन्छ। मदिराको असरले हामीलाई बारम्बार राम्रो महसुस गराउँछ र जसकारण हामी अर्को ड्रिङ्कको लागि दौडिन्छौँ। 3-4 ड्रिङ्क पछि अर्थात् शरीरमा 50 मिलिग्राम मदिरा जम्मा भएपछि जे हुन्छ त्यो तपाईहरू सबैलाई थाहा छ। र यदि कुनै व्यक्तिले धेरै ड्रिङ्क लिन्छ भने अवस्था झन खराब हुँदै जान्छ, जस्तै वाकवाकी लाग्नु, बान्ता आउनु, केही याद नहुनु, बोल्न नसक्नु, हाइपोथर्मिया, शरीरको तापक्रम घट्नु, रक्तचाप 140 भन्दा माथि पुग्नु, हाइपरभेन्टिलेसन, धेरै छिटो सास फेर्नु जब हामी धेरै बिस्तारै सास फेर्न सक्छौँ र जसकारण रगतमा कार्बन डाइअक्साइडको मात्रा बढ्छ। यी सबबाट बच्नको लागि यो आवश्यक छ कि तपाईले मदिरा पिउँदा आफ्नो दिमागको साथ नछोड्नुहोस्। हाम्रो शरीरमा मदिरा रगतमा धेरै समयसम्म रहँदैन, तर दोस्रो मदिराको पत्ता युरिनको जाँचबाट लाग्छ र युरिनमा यसको उपस्थिति 3 देखि 5 दिनसम्म रहन्छ, जबकि रगतमा यो 10 देखि 12 घण्टासम्म रहन्छ। र यदि कपालको जाँच गरियो भने यसमा धेरै समयसम्म मदिराको असर रहन्छ। तसर्थ साथीहरू, यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया तल कमेन्ट गरेर अवश्य बताउनुहोस् र भिडियोलाई कृपया लाइक र सेयर गर्न नबिर्सनुहोस्। यस्तै भिडियोहरू अगाडि पनि हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यदि तपाईलाई कुनै प्रश्न वा सुझाव छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। हेर्नको लागि धन्यवाद।